वित्तीय शिक्षा वित्तीय समृद्धिको सारथी। मैले किन्दै गरेको अग्राधिकार सेयर के हो भनेर चाहिँ लगानीकर्ताले बुझ्नुपर्छ। मैले किन्दै गरेको भनौँ न अग्राधिकार सेयर मात्रै नभएर सेयर, अग्राधिकार सेयर, ऋणपत्र अथवा म्युचुअल फन्डको युनिट्स होइन, त्यो चाहिँ त्यसको फिचरहरू के हो त, त्यो किन्दाखेरि मसँग कस्तो किसिमको लाभ पाउँछु, कस्तो किसिमको अधिकार हुन्छ मसँग भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। तपाईँले सेयर जारी गरेपछि दायित्व के हुन्छ भन्दाखेरि तपाईँले तुरुन्तै त्यसमा ब्याज अथवा चाहिँ सामा तिर्नुपर्ने भन्ने हुँदैन। अनन्तकालसम्म चाहिँ तपाईँको चाहिँ कम्पनी रहिरहेसम्म र उसले चाहिँ सेयर होल्ड गरिरहेसम्म चाहिँ उसलाई फिर्ता गर्नु पर्दैन। कमायो भने नाफा दिने हो होइन, लाभांश दिने हो। ऋणपत्रमा के हुन्छ, सामा ब्याज फिर्ता गर्नुपर्ने हुन्छ। तर अब त्यसको फिर्ता गर्ने चाहिँ टर्म्स एन्ड कन्डिसन के हुन्छ भन्ने कुरा चाहिँ त्यहाँ भइहाल्यो। भनेपछि अग्राधिकार सेयरमा पनि त्यसरी नै राखेको हुन्छ।